गणेशजी ल केही बोल्नु त हाम्रो नाम्लोको बारेमा। तपाईँ त यसको हिरो हुनुहुन्छ अहिले। नाम्लो आइरहेको छ। हजुर सबैले हेरिदिनु होला के कस्तो छ नलज्जाइकन। होइन तपाईँलाई त सबैले शोभित बस्ने जी भन्नुहुन्छ त हो कि होइन? हो नि म माइलो भाइ हो नि त। माइलो भाइ हो। अरे एक दिन त मैले सुने पनि थिएँ कि तपाईँको उहाँ सैमसङ ब्रान्डको आइफोन हरायो भनेर। हो नि हरा लग्दै हेर्नु न मैले बल्ल बल्ल भिडियो घर ल्याएँ सैमसङ ब्रान्डको। त्यो अहिलेसम्म पाउनु भएको छैन? पाएको छैन नि कहाँ पाउनु हो। फेरि हजुरको त सिरियलमा नि बुढी गएको बुढी फेरि फर्केर आयो भन्छ। म त पहिला गयो होला भनेर त कहाँ गर्नु होइन रहेछ नि। हो होइन रहेछ। जे होस् खुसी हुनुहुन्छ? एकदम खुसी ह्याप्पी? ल राम्रो ल गुड मेरो ह्याप्पी ल तपाईँलाई नि शुभकामना। त्यो जोडा साँच्चीकै नि भइदिए नि झन् राम्रो हुन्थ्यो मेरो लागि त, किनकि अनुहार पनि मिल्छ ठ्याक्कै। होइन साँच्चै पनि हुनुहुन्न अलरेडी छोराछोरी छ। हो ल बधाई छ तपाईँलाई। ल धन्यवाद। त्यो भएर के नमस्ते। नमस्ते। ल कविताजी तपाईँ पनि के भन्न चाहनुहुन्छ नाम्लोको बारेमा? हाम्रो नाम्लो सिरियल चाहिँ एकदम राम्रो छ होइन। सबै कथा वस्तुमा आधारित छ होइन। यो चाहिँ सत्य घटनामै आधारित जस्तै छ होइन। त्यही भएर नाम्लो सिरियल चाहिँ एकचोटि हेरिदिनुहोस्, त्यसलाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। अनि यो मिना हजुरलाई कस्तो लाग्छ होइन उहाँको बारेमा नि केही भनिदिनुहोस् होइन। अझ मिनाको क्यारेक्टरलाई बढाइदिनुहोस्, अझ के अरे राम्रो छ भन्ने म धेरै आभारी हुन्छु हजुरलाई। धन्यवाद। राम्रो नराम्रो जस्तो छ जे छ तर भनिदिन्छ। फेरि तपाईँको यसमा जो रोल सुनेको छ मैले, तपाईँ एकचोटि बुढोलाई छोडेर गएर फेरि आएको भन्ने छ, के छ त्यसमा? होइन यसमा नि भित्र धेरै कहानी छ। छोडेर गएको भन्न चाहिँ मिल्दैन होइन। परिस्थिति बाध्यता त्यसमा छ, तर त्यो भित्र गएर हजुर हेर्नुहोस् सबै थाहा पाउनुहुन्छ। यसमा अरू म केही भन्दिनँ अहिले। अरू केही भन्न चाहनुहुन्छ? अरू यही नै भन्न चाहन्छु, सबैलाई माया गरिदिनुहोस्, हाम्रो टिमलाई माया गरिदिनुहोस्। हामीले धेरै मेहनत गरेछौँ होइन। अनि नाम्लोलाई नै माया गरेर चाहिँ हजुरले हेरिदिएर चाहिँ सब्सक्राइब लाइक कमेन्ट सब सेयर गरिदिनुहोस् होइन। अनि अरूलाई पनि हेर्न भनिदिनुहोस्। त्यही नै हो। एकचोटि यता आउनु न हाम्रो शोभितजी भाटा यता आउनु त। हेलो शोभितजी। ल आउनु त। उहाँ चाहिँ मेरो शोभितजी हो। पाएर एकदम डङ्गै छु हेर्नु हामीलाई नछुटाइकन रिलको दाम्पत्य जीवन सुखमय बितोस्। राम्रो भएर हजुरलाई धेरै माया गरिदिनु शोभित र मिनालाई। वर्षमा शोभितको माइल भाइ आउँदैछु। शोभितले कमाएको र हाम्रो के अरे जय किसनले कमाएकोमा म दाबी गर्न जाँदैछु उच्च अदालतमा। मलाई सबैले सपोर्ट गरिदिनु होला। ल धन्यवाद तपाईँहरूलाई। म आउने स्पिड हिँड्नु पर्यो खायो नि त। ल त्यही भएर ऊ भागेर गइरहेछ। होइन म भागेर गइरहनु आइसक्यो फेरि त। ल धन्यवाद है त। ओके त्यो च्यातेको त नदेख्नु ठमेलै राख्ने हो नि त। ल नमस्कार। हजुर सिन्धु अफिसियल युट्युब च्यानलमा चाहिँ सबैजनालाई चाहिँ स्वागत छ। सबैजनाले चाहिँ हाम्रो दाइको च्यानललाई माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। तर सब्सक्राइब चाहिँ गर्नुहोस् है, त्यहाँ किन गर्ने भनेर स्क्रोल गरेर चाहिँ छोड्न पाइँदैन। किनकि यो भिडियोमा सविता खड्का छ नि त। सविता खड्कालाई माया गर्ने जतिले चाहिँ त्यहाँ गएर टक्क सब्सक्राइब गर्नु पर्यो। मलाई थाहा छ हजुरहरूले मलाई धेरै माया गर्नुहुन्छ होइन। कस्तो दादा ठिक छ। फेरि नाम्लोको बारेमा के भन्नुहुन्छ? आज चाहिँ हामी नाम्लोको सुटिङ सेटमा छौँ। आज हाम्रो नाम्लोको सुटिङ भइराखेको छ, एकदमै रमाइलो भइराखेको छ नाम्लोको उसमा। अनि आज मेरो हस्बेन्डलाई पनि मैले लिएर आएको छु कि नाम्लोमा। स्वागत छ तपाईँलाई पनि। उहाँलाई पनि लिएर आएको छु होइन। यहाँनिर धेरै कलाकारहरू हुनुहुन्छ। एकदमै राम्रो सिरिज छ। हजुरहरूले नाम्लो युट्युबमा चाहिँ गएर नाम्लो सिरियल भनेर सर्च गरेर हेर्नुभयो भने अवश्य मलाई लाग्छ जहाँसम्म लाग्छ हजुरहरूले माया गर्नुहुन्छ, मन पराउनुहुन्छ। अवश्य गरिन्छ। फेरि अर्को एउटा कुरा के भने छुच्ची सासूमा सौतामा त हजुरको रोल अलिक डिफ्रेन्ट लाग्यो मलाई त्यसमा होइन। त्यो सौतालाई मारे सिन पनि हेरियो होइन। होइन त्यो सुटिङ रिपोर्ट चाहिँ आइपुगेको छैन होला अहिले त उसमा आइसक्यो। ल त्यसमा चाहिँ कस्तो रोल हो तपाईँको? सुरुदेखि लास्टसम्म त्यस्तै हो कि? त्यो मेरो सुरुदेखि नै नेगेटिभ क्यारेक्टर हो।
अनि अब त्यो मार्ने कुट्ने सौता जुन जसको त्यो बुढासँग चाहिँ म आफै सौता भएर गएको हुन्छु अनि त्यो अलरेडी भएको श्रीमतीलाई पनि मैले दुःख दिइरहेको हुन्छु कि उल्टै मै गल्ती गरिरहेको हुन्छु होइन बुढोको श्रीमती भएर जाने मै अनि सौतालाई दुःख दिने नि मै। हजुर ओजस्वीको बारेमा ओजस्वी पनि अब राम्रै सिरिज छ अब सबै अब मैले ओजस्वीमा त उहाँ पनि होइसिन्छ या सर हिरो भइहाल्नु कहाँ अरूलाई खेल्न होइन मन्दिप सर हाम्रो नाम्लोको बारे पनि केही बोलौँ न त हाम्रो दाइको च्यानलमा हाम्रो चाहिँ प्रोड्युसर हाम्रो अन्नदाता उहाँ पर हुनुहुन्छ हेर्दै हुनुहुन्छ मुसमुसु केही बोल्नु न त भाइ केही बोलिदिनुहोस् हाम्रो नाम्लोको उहाँ पर हेर्नु मुसमुसु हाँस्नु हेर्नु त त्यहाँ छैन डाइलेक्ट उतालाई राखेको हो। नमस्कार नमस्कार सबैजना नामले हेरिदिनुहोस् र तपाईँ जुन टिभी हेर्दै हुनुहुन्छ जुन च्यानल हेर्दै हुनुहुन्छ त्यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोस्। ल धन्यवाद तपाईँलाई। ल नमस्कार सर हजुरको नाम? मेरो नाम भुवन उगाए। लुरेको नामले भुवन उगाए लुरे। आज चाहिँ हामी नाम्लो सिरियलको सुटिङमा छौँ। हजुर नाम्लो सिरियलमा छोरीको बाउ मा झ्याक्ने भनेर सीमा झाग्ने यस्तै छ। अब यो सिरियल हजुरलाई कस्तो लागिरहेको छ यसमा काम गर्दाखेरि यताउता होइन? राम्रो छ सिरियल, एउटा पुरुषको कथा हो। हजुर यो एउटा पारिवारिक सिरियल हो। हजुर शुभकामना। ल धन्यवाद तपाईँलाई। थ्याङ्क यू। म उखु नामै भुलेँ मैले कलाकारको नाम भन्नु कलाकारको रोहित विष्ट आज चाहिँ म सविता खड्का फिल्म युट्युब च्यानल यस्तो नयाँ भिडियो लिएर आएको छु हजुरहरूले सधैँभरि सविता खड्काको म बोल्छु सविता खड्का। आज चाहिँ मैले एकदमै फरक खालको भिडियो यो सविता खड्का फिल्म्स युट्युब च्यानलमा लिएर आएको छु। आज मेरो साथमा बुढो पनि हुनुहुन्छ। सधैँभरि कति एक्लै आउनु तपाईँले कति कमेन्ट पनि गर्नुभएको हुन्छ कि सविताजी हजुरको हस्बेन्डलाई पनि ल्याउनुहोस् न, हजुरको हस्बेन्ड पनि हामीलाई हेर्न मन लागेको हुनुहुन्छ। ल यहीँ हुनुहुन्छ मेरो बुढो केही भन्न चाहनुहुन्छ भनिदिनुहोस् त साथीहरूलाई। म रोहित विष्ट सधैँभरि सविता आइरहनुहुन्थ्यो, साथमा आज पनि मलाई ल्याउनु भएको छ। यो थोबडालाई हेर्नुहोस् खासै राम्रो छैन है। आज चाहिँ हामी के को सुटिङमा छौँ? आज हामी नाम्लोको सुटमा छौँ। सबैले नाम्लो हेर्नु होला। नाम्लो चाहिँ युट्युबमा कस्तो लाग्छ हजुरलाई? आज मेरो बुढो पनि नाम्लोमा आउनु भएको छ है मनदीप सर। नाम्लो हेर्नुहोस् होला कस्तो लाग्छ हजुरलाई। जस्ताको तस्तै कमेन्ट गर्नु होला, लाइक सेयर कमेन्ट गर्नु होला। उहाँ त हुनुहुन्छ है। म चाहिँ अब के बुढो म चाहिँ सस्पेन्डमा छु। कहाँ खुलाउनु भएन नि एकचोटि होइन। हेर्दै जानु भेट्नुहुन्छ हजुरले। आजभोलि मेरो बुढो पनि एकदम एक्सपोर्ट भइसक्नु भएको छ है। तपाईँहरूले हेर्नुहोस् न ओजस्वीमा तपाईँहरूले कस्तो लाग्छ उहाँ भनिदिनुहोस् त ल। ओजस्वी बुढो हजुरलाई अब एउटा कुरा म सोध्छु ल, जस्तै सुटिङ स्पोर्टमा गइरहँदाखेरि जस्तो सुटिङमा गरिरहँदाखेरि हजुरलाई चाहिँ कस्तो फिल हुन्छ? मतलब के अरे यो सुटिङ लाइन कस्तो लाग्छ हजुरलाई? मतलब सुटिङभित्र अब अरू दर्शकहरूले पनि भन्नुहुन्छ नि सुटिङ कस्तो हुन्छ म्याम, हामीलाई कस्तो हेर्न मन लागिरहेको छ, सुटिङ कसरी गर्नुहुन्छ भनेर मलाई सोध्नुहुन्छ होइन। अब तपाईँको अनुभव चाहिँ केही कुरा राखिदिनुहोस् न। जस्तै सुरुमा अब हजुर त यो लाइनको मान्छे नभए पनि मैले हजुरलाई त अब ट्र्याकमा ल्याउँदैछु ल्याइसक्दैछु होइन। अब हजुरलाई चाहिँ कस्तो लाग्छ यो सुटिङ मतलब सुटिङ कस्तो लाग्यो हजुरलाई? तपाईँको अनुभवहरू भनिदिनु न बुढो केही। अब सुटिङमा कस्तो हुन्छ भन्ने अब होइन, सुटिङमा रमाइलो हुन्छ। अब जस्तो हामीले अब सिरियलहरू अब हेर्छौँ नि टिभीमा हेर्छौँ, धेरै जस्तो सजिलो चाहिँ छैन है। फेरि धेरै गाह्रो छ। तर अनुभव कस्तो छ नि, राम्रो छ, राम्रो भइरहेछ, राम्रो लाग्छ, रमाइलो हुन्छ। धेरैजनाको भेटघाट हुन्छ हाम्रो यहाँ। अब यो चाहिँ यस्तो हो, अब टिमवर्क हुन्छ हाम्रो टिमवर्क यहाँ। हुन्छ। जस्तो अनुभव भन्नाले चाहिँ अब उहाँको तपाईँको जहाँ सुन्नु लाग्छ मलाई अनुभव। अब एउटा कुरो हामीले हाम्रो रियालिटीलाई चाहिँ हामीले अभिनयमा प्रस्तुत गरेर हामीले देखाउने होइन त अरूलाई। त्यही हो, भित्री कुरा देखो नि। अनि तपाईँको अनुभव चाहिँ मतलब कस्तो ठिक लाग्यो यो कुराहरू? ठिक लाग्यो, राम्रो लाग्यो, गरिरहेको छु, गर्दैछु। अब जय श्रीरामजी क्या तपाईँहरूको मायाको खाँचो छ होइन दर्शकहरूको? त्यही हो, हजुरहरूको मायाको खाँचो छ। हजुरले हेरिदिनु भयो भने हामी अगाडि बढ्छौँ। हामी भन्दा उहाँ अगाडि बढ्नुहुन्छ। सबैले
ओसो यही पछाडि हो मेरो चाहिँ भिडियो नखिच्नु है काका के भन्छ र गीतै पनि बिर्छु कता हिँडेको बिजुली बालेर हट भएर पट भएर यो काट्नु अनि तपाईँ पनि फुल्नु ल चिराउनेको फुल मलाई त्यस्तो जाबा फुल चाहिँदैन मलाई त बुके ल्याएर दिनुपर्छ है बुके होइन ओके ओके बाई 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 क्यामेराम्यान गयो क्यामेरा जाऊ 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 क्यामेराम्यान जाऊ 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 कुद 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 कट इट वाला आउ ओके कट इट भयो आऊ भिड देख्यो आम्फाला खोज्यो के हुँदा भयो जानु सर कुद्नु 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 ल भयो आउनुहोस् ल अब भेट्यो सर अगाडि आउनु 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 नानी बिस्तारै गर ल भेट्यो 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 छिट्यो ल यस्तो हुनु पर्ने यस्तो गाडीको अवस्थामा त अब जस्तो पनि हुन्छ नि खुट्टा होइन हुनुपर्नेले उसलाई खुट्टा कि हामीलाई थाहा छ धेरै हैन अलिक कहाँ उता घुम्नु पर्यो छटपटी गरे कुदौँ 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 सोह्रकै हालेको 50 हालौँ अब हेर 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 चल हेर्नुहोस् भयो ल बढ्नु 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 कट भयो ल डराउ डराउ बिस्तारै बढ 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 अझै बढ अझै बढ अझै बढ 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 कट हान्नु लागेन लाग्ने ओके डन मारी गयो डराउ डराउ बिस्तारै बढ 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 अझै बढ अझै बढ अझै बढ 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 कट हान्नु लागेन लाग्ने हान्नु दुई साइज एउटा लाइज समात्नु यसो लाग्ने ल लाग्यो सर घुम्नु चक्कर लाग्यो सर सर लाग्यो 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 लड्यो हेर हेर एकचोटि घुमाउ 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 एकछिन है सर ल्याउ ल्याउ मलाई अरू कुरा केही पनि थाहा छैन भएन भएन मलाई अरू कुरा केही थाहा छैन हजुर खुर्कन नेपाल आउनु पर्यो कट आउनु एकछिन हेर्नु ल घुमाउ क्यामेरा घुमाउ हेर्नु अब बस्नु अब
अब हटा बस्नु अब डाइलेक्टमा जाऊ जसले तपाईँलाई यो हालत बनायो म त्यसलाई छोड्दिनँ कटिङ काट जमिन मुनि होस् या आकाशमाथि होस् त्यसलाई म छोड्दिनँ यो मेरो कसम भयो यो मेरो कसम भयो यो मेरो कसम भयो